वृष राशि भएका व्यक्तिहरूका लागि 2082 सालको कुन महिना लाभदायक छन् र कुन महिनामा के काम गर्नलाई उपयुक्त छ र कुन महिना अलाभदायक छन्, हानिकारक छन्, तिनीहरूले कुन कामहरू गर्न हुँदैन र कुन राशि भएका व्यक्तिहरूसँग मिलेर पार्टनरीमा अथवा काम गर्नुभयो, कुन दिशा तपाईका लागि राम्रो दिशा छ, वैदेशिक यात्रा इत्यादिहरू गर्दाखेरि पनि तपाईले ध्यान दिनुपर्ने कुरा कुन छ त आउनुहोस् चर्चातर्फ लागौं। म ज्योतिष आचार्य गोविन्द पाण्डे, तपाईँ हेर्दै हुनुहुन्छ शास्त्र विज्ञान युट्युब च्यानल। शास्त्रभित्र रहेका ज्ञान विज्ञानका कुराहरू तपाईँ समक्ष प्रस्तुत गर्न उपस्थित भएको छु। विशेष गरेर वृष राशि भएका व्यक्तिहरूका लागि इ उ ए ओ बा बी बु बे बो यी अक्षर नामको पहिलो अक्षर हुन् भने तपाईको वृष राशि रहन जान्छ र 2082 साल तपाईका लागि कस्तो छ। यदि तपाई हाम्रो च्यानलमा पहिलो पटक आउनु भएको छ र अझै पनि सब्स्क्राइब गर्नु भएको छैन भने तपाईले अवश्य पनि सब्स्क्राइब गर्न नभुल्नु होला, ताकि हामीले राखेका यस्तै खालका सामग्रीहरू तपाई समक्ष सबैभन्दा पहिले पुग्नेछ। यो वर्ष शनि र राहु शुभ भएकोले आर्थिक क्षेत्र निकै राम्रो रहने खालको देखिन्छ वृष राशि भएका व्यक्तिहरूका लागि। शनि पनि तपाईका लागि अनुकूल रहन गएको छ भने राहु पनि अनुकूल रहन गएको छ। कलियुगमा शनि र राहु, शनि इज अ मनी भन्ने गरिन्छ। त्यसो भएको हुनाले शनि अनुकूल भयो भने नै तपाईका लागि लाभदायक हुनेछ। वैदेशिक रोजगारमा तपाईले लाभ प्राप्त गर्न सक्नुहुनेछ। खनिजजन्य पदार्थहरूबाट लाभ प्राप्त गर्ने खालको योग छ। अल्कोहल जन्य चीजहरू अथवा भनौँ न चाहिँ होटल व्यवसाय, फास्ट फूड इत्यादिको क्षेत्रमा चाहिँ तपाईँ हुनुहुन्छ भने तपाईँका लागि यो वर्ष निकै लाभदायक मान्न सकिन्छ र तपाईँले मौकामा चौका हान्ने समय पनि रहन गएको छ। आर्थिक क्षेत्र निकै राम्रो रहनेछ। छोडिएका धन पैसा, रोकिएका धन पैसाहरू आउन सुरुवात गर्ने खालको योग बनिरहेको अवस्था छ। मुद्दा मामिलामा विजय प्राप्त हुने खालको योग बनेको छ। गुरु अनुकूल रहने भएको हुनाले शैक्षिक क्षेत्रमा चाहिँ तपाईहरूले मान सम्मान प्राप्त गर्नुहुनेछ। विद्यार्थी वर्गहरूका लागि पनि यो समय भनेको निकै लाभदायक समय रहन गएको छ र विद्यार्थी वर्गहरूले पारितोषिक अथवा चाहिँ पुरस्कारहरू प्राप्त गर्ने, प्रतिस्पर्धीहरूलाई जित्ने र चाहिँ राम्रा कुराहरूको शिक्षा आर्जन गर्ने यो समय रहन गएको छ। विशेष गरेर मुद्दा मामिलामा विजय प्राप्त हुनेछ अन्य वर्गहरूका लागि। यदि तपाईको मुद्दा चलिरहेको छ भने पनि मुद्दा मामिलामा विजय प्राप्त हुनेछ। धार्मिक कार्यमा मन लाग्ने खालको योग छ। पैतृक सम्पत्तिमा रहेका विवादहरूलाई सेल्टाउन सकिनेछ। पिता अथवा आफूभन्दा ज्येष्ठ श्रेष्ठ व्यक्तिहरूको साथ सहयोग तपाईले चाहिँ प्राप्त गर्ने खालको योग बनिरहेको अवस्था हामीले देख्न सक्छौं वृष राशि भएका व्यक्तिहरूका लागि। विशेष गरेर अध्ययनमा रुचि बढ्ने खालको योग छ। वैदेशिक कामहरूमा सफलता प्राप्त हुने खालको योग छ। शैक्षिक क्षेत्रमा लगानी गर्नुभएको छ, पढाइरहनु भएको छ, बोलिरहनु भएको छ। वाणीका क्षेत्रबाट तपाईले आफ्नो जीविकोपार्जन गर्नुभएको छ भने तपाईका लागि नयाँ आय आम्दानीका स्रोतहरू बढ्नेछन् भने नयाँ जिम्मेवारीहरू पनि बढेर जाने खालको योगहरू बनिरहेको चाहिँ हामीले देख्न सक्छौं र धार्मिक तथा अध्यात्मको क्षेत्रमा रुचि बढेर जानेछ। यात्रा, लामो यात्राको योगहरू बनिरहेको अवस्था पनि हामीले देख्न सक्छौं। वस्त्र, गरगहना, भूमि इत्यादिहरूबाट लाभ प्राप्त हुनेछ र चाहिँ उपहारमा तपाईले प्राप्त गर्न सक्ने सम्भावना पनि अत्याधिक रहन गइरहेको अवस्था देख्न सकिन्छ। विशेष गरेर वाहन आदिको सुख प्राप्त हुनेछ। घर जग्गा किनबेच गर्न सकिनेछ। वाहन, गाडी घोडा इत्यादिहरू किन्ने बेच्ने हुनेछ। आर्थिक चलायमान भएर जाने खालको योग छ। रोकिएका धन पैसाहरू निकै सरल तरिकाले आउने खालको योग देखिन्छ वृष राशि भएका व्यक्तिहरूका लागि। विशेष गरेर प्रेम सम्बन्ध प्रगाढ भएर जाने खालको योग छ। धार्मिक क्षेत्रमा पनि सबै चलायमान भइनेछ र चाहिँ विद्यार्थी वर्गहरूका लागि पनि रुचिकर हुने खालको देखिन्छ भने नेता तथा चाहिँ समाजसेवी वर्गहरूका लागि पनि यो समय भनेको निकै हौसलापूर्ण समय रहनेछ। विशेष गरेर वृष राशि भएका व्यक्तिहरूले शेयर बजारको कारोबार गर्दै हुनुहुन्छ भने ती व्यक्तिहरूले पनि लाभ प्राप्त गर्ने खालको समय रहन गएको छ। पारिवारिक समस्याहरू समाधान भएर जानेछन्, तर आफ्ना नजिकका व्यक्तिहरूले धोका दिन सक्ने सम्भावना पनि रहन गएको छ। त्यसबाट मन भने दुखी रहने खालको योगहरू देखिन्छ। पारिवारिक झैझमेलाहरूबाट मुक्ति प्राप्त हुनेछ। पारिवारिक समस्याहरू समाधान भएर जाने खालको योग बनिरहेको छ भने धार्मिक क्षेत्र तथा आर्थिक क्षेत्र निकै चलायमान रहनेछ र निकै लाभदायक हुने खालको योग पनि देखिन्छ र विशेष गरेर आर्थिक
उपयोग हुने पनि देखिन्छ। अर्थको यो क्षेत्रमा चाहिँ धार्मिक क्षेत्रमा चाहिँ खर्चहरू बढेर जाने खालको योग पनि देखिन्छ। तीर्थस्थलहरूको भ्रमण हुने योग पनि बनिरहेको छ र विशेष गरेर सम्पूर्ण क्षेत्रबाट हेर्नु पर्दाखेरि निकै लाभदायक देखिन्छ वृष राशि भएका व्यक्तिहरूका लागि 2082 साल। तर कुन महिना कस्तो छ त आउनुहोस् चर्चातर्फ लागौँ। वैशाखको महिनामा तपाईहरूले धन तथा स्थान हानिको चाहिँ समस्या भोग्नु पर्नेछ। अर्थात् धन पनि केही खर्च हुनेछ र आफूले खाइरहेको लाइरहेको पाइरहेको स्थानलाई छोडेर अन्यत्र जानुपर्नेछ। तर पद भने वृद्धि भएर जानेछ, मान सम्मान प्राप्त हुने खालको योग छ, स्वागत सत्कारहरू प्राप्त गर्ने खालको योग छ, उपहारमा धेरै वस्तुहरू प्राप्त गर्ने खालको योगहरू बनिरहेको अवस्था पनि हामीले देख्न सक्छौँ वैशाखमा। र यस्तै गरी चाहिँ नि तपाईले चाहिँ नि वैशाखको महिना यस्तो खालको देखिन्छ भने स्थान हानि हुने देखिन्छ भने जेठको महिनामा डर तरासको अवस्था हुनेछ। आफूभन्दा माथिल्लो स्टेपमा भएका व्यक्तिहरूले गाली गर्नुहुन्छ कि अर्काको अन्डरमा काम गर्दाखेरि मलाई दुःख हुन्छ कि के हुन्छ, ओहो के भन्ने हुन् कसो भन्ने हुन् भन्ने खालको डर तरास चाहिँ मनमा रहिरहने खालको योग पनि बनिरहेको अवस्था छ। तथापि यात्राको अवसर प्राप्त हुनेछ, यात्रामा भने मनज्ञ लाभ प्राप्त हुने खालको योग छ भने नयाँ नयाँ साथीभाइहरू बन्ने र नयाँ नयाँ साथीभाइहरूको सहयोग प्राप्त हुने खालको योगहरू पनि बनिरहेको अवस्था छ। असारको महिनामा भने तपाईहरुका लागि सामान्य धननाश भए पनि कार्यमा सिद्धि प्राप्त हुने खालको योग छ। आफूले सोचेका आँटेका कामहरूमा सफलता प्राप्त गर्ने खालको योगहरू बनिरहेको अवस्था छ। विशेष गरेर असारको महिना, साउनको महिनामा धन प्राप्ति सुखम भन्ने फल तपाईले प्राप्त गर्नुभएको छ। साउनको महिनामा वृष राशि भएका व्यक्तिहरूका लागि यो समय अत्यन्त धन लाभ गर्ने खालको समय रहन गएको छ। सामान्य रूपमा स्वास्थ्यमा फेरबदल आए तापनि तपाईले चाहिँ नि एकदमै धन प्राप्त गर्ने र चाहिँ नि जागिर व्यवसाय इत्यादिहरूमा पदोन्नति हुने त्यस्तो खालको योगहरू बनेको छ भने विद्यार्थी वर्गहरूले पनि लाभ उठाउने समय रहन गएको छ। प्रेम प्रेमिकाको सम्बन्ध सुधार भएर जानेछ, पारिवारिक सम्बन्ध पनि प्रगाढ भएर जाने खालको योग छ भने आफ्ना नजिकका व्यक्तिहरूसँगको सम्बन्ध पनि प्रगाढ हुने खालको देखिन्छ। भाद्रमा अर्थात् चाहिँ भदौको महिनामा केही रोगको भय बढ्न सक्नेछ, रोग नलागे पनि ओ रोग लाग्ने हो कि भन्ने खालको डर त्रासहरू मनमा यथावत नै रहने खालको देखिन्छ। असोजको महिनामा तपाईको खर्चमा चाहिँ केही सामान्य रूपमा चाहिँ खर्च सामान्य रहनेछ, यथावत नै रहनेछ, जस्तो अरू बेला चलिरहेको थियो त्यस्तै खालको छ। मङ्सिरको समयमा भने केही चाहिँ साथीभाइको लहलैमा अनावश्यक खर्चहरू बढ्न सक्ने खालको योग देखिन्छ। कार्तिकमा शत्रुनाशहरू भएर जानेछन्, विजय प्राप्त हुने खालको योग बनिरहेको अवस्था छ। आफूले गरेका आँटेका कामहरूमा सफलता प्राप्त हुनेछ, रोकिएका धन पैसाहरू आउन सुरु गर्नेछन्। वैदेशिक रोजगारमा लागेका व्यक्तिहरूका लागि यो समय भनेको गोल्डन समय रहने खालको देखिन्छ भने मुद्दा मामिलाको क्षेत्रमा पनि आफ्नै विजय हुने खालको योगहरू बनिरहेको अवस्था छ। पुषमा भने सामान्य रोग भए तापनि विजय प्राप्त हुने खालको योग बनिरहेको अवस्था चाहिँ हामीले देख्न सक्छौँ। माघमा भने सामान्य मानहानि नहोला भन्न सकिँदैन है, त्यो भएको हुनाले पनि माघको महिनामा भने केही सावधानी अपनाउनु पर्नेछ। आफ्ना नजिकका व्यक्तिहरू नै तपाईको घातक बन्न सक्ने खालको योग बनिरहेको अवस्था छ। यस्तै प्रकारले फागुनको महिनामा सुख समृद्धि भन्ने फल प्राप्त भइरहेको छ। फागुनको महिनामा तपाईले सुख प्राप्त गर्ने खालको योग छ, समृद्धि प्राप्त गर्ने खालको योग छ र चाहिँ तपाईँ कामको खोजीमा हुनुहुन्छ भने नयाँ नयाँ काम प्राप्त गर्नुहुनेछ। प्रेम प्रेमिकाको खोजीमा हुनुहुन्छ भने प्रेम प्रेमिका प्राप्त गर्ने खालको योग बनिरहेको छ भने खनिज पदार्थको तत्त्वहरूबाट तपाईले धन आर्जन गर्न सक्ने खालको योग छ र चाहिँ नि दीर्घकालीन प्रभाव पार्ने खालका कामहरूको सुरुवात हुने खालको योगहरू बनिरहेको अवस्था छ। यस्तै प्रकारले चैतमा अप्रत्याशित रूपमा सफलता प्राप्त हुनेछ, धन प्राप्त हुने, अनावश्यक अत्यावश्यक कुराहरू भन्दा पनि धेरै चाहिँ कुराहरूमा चाहिँ हामी लाग्न सकिनेछ र विशेष गरेर चाहिँ नि अप्रत्याशित रूपमा अकस्मात धन लाभ हुने खालको चिट्ठा पर्ने अथवा चाहिँ नि इत्यादिहरू हुने खालको योगहरू पनि बनिरहेको अवस्था छ। विशेष गरेर तपाईका लागि वैदेशिक व्यापारहरू फस्टाउने खालको योग पनि बनिरहेको छ। चैतको महिनामा तपाईले गरेका आँटेका विदेशसँग सम्बन्ध राखेर अथवा विदेशसँग चाहिँ नि प्रभाव पार्ने खालको कामहरू गर्नुभएको छ, टुर एन्ड ट्राभलको कामहरू गर्नुभएको छ अथवा वाणीका माध्यमबाट तपाईले चाहिँ नि
जीविकोपार्जन गर्दै हुनुहुन्छ भने यो समय भनेको तपाईँका लागि धन पैसाहरू आउने समय हुन्, नयाँ नयाँ कामहरू प्राप्त गर्ने समय हो र तपाईँले गरेका आँटेका कामहरूमा सफलता प्राप्त गर्ने खालको योग बनिरहेको अवस्था पनि देख्न सकिन्छ। नोकरीमा मान सम्मान प्राप्त हुनेछ यो वर्षभरि नै तपाईँका लागि, अर्थात् वृष राशि भएका व्यक्तिहरूका लागि यो वर्षभरि नै मान सम्मान प्राप्त हुनेछ, नयाँ नयाँ चाहिँ नि जिम्मेवारीहरू प्राप्त हुनेछन्, पदोन्नतिको योग बनेको छ। यो वर्ष पशु व्यवसाय तथा कृषि जग्गा जमिनको क्षेत्रबाट तपाईँले मनज्ञ लाभ उठाउन सक्ने खालको योगहरू पनि बनिरहेको अवस्था हामीले देख्न सक्छौँ। मोटरसाइकल अथवा चाहिँ मोटर वाहनहरूबाट भने केही सामान्य चाहिँ घातक पनि बन्न सक्ने खालको योग पनि बनेको छ। त्यसो भएको हुनाले केही सावधान हुनु पनि अति आवश्यक देखिन्छ। आर्थिक दृष्टिले तपाईका लागि साउनको महिना, कार्तिकको महिना, फागुन र चैतको महिना एकदमै शुभ रहनेछन्। यी महिनाहरूमा तपाईले शुभदायक कार्यहरू गर्न सक्नुहुनेछ, दीर्घकालीन प्रभाव पार्ने कामहरू गर्न सक्नुहुनेछ, आर्थिक लेनदेनका कामहरू चाहिँ अत्याधिक बढाउन सक्नुहुनेछ। यी महिनामा गरेका कामहरू कहिल्यै पनि असफल हुने छैनन्। त्यसो भएको हुनाले तपाईले अन्य महिनामा भन्दा यी महिनालाई चाहिँ विशेष ध्यानमा राखेर तपाईँ कार्यमा अगाडि बढ्नुभयो भने अवश्य पनि वृष राशि भएका व्यक्तिहरूका लागि यो समय निकै लाभदायक रहने खालको देखिन्छ। र विशेष गरेर चाहिँ 12 राशि मध्ये भाग्यमानी राशि, एक भाग्यमानी राशिमा पनि वृष राशि भएका व्यक्तिहरू पर्नु भएको छ। त्यसो भएको हुनाले हजुरहरूको चाहिँ निकै राम्रो र निकै लाभदायक समय रहन गएको छ। र वृष राशि भएका व्यक्तिहरूले कुम्भ राशि, मकर राशि भएका व्यक्तिहरूसँग र चाहिँ नि तुला राशि भएका व्यक्तिहरूसँग मिलेर काम कारोबारहरू गर्नुभयो भने एकदमै लाभ प्राप्त हुनेछ। तपाईले सोचे आँटे भन्दा पनि धेरै लाभ प्राप्त गर्न सक्नुहुनेछ भने तपाईका लागि वृष राशि भएका व्यक्तिहरूका लागि सेतो कलर, चाँदी कलर र चम्किलो खालको कलर तपाईका लागि शुभ कलर रहन गएको छ। पूर्व र पश्चिमको दिशा तपाईका लागि शुभ दिशा रहन गएको छ भने तपाईले जल तत्त्वहरूबाट अथवा चाहिँ औषधीय गुण, शिक्षा सम्बन्धीको कामहरूमा तपाईले यो वर्ष मनज्ञ लाभ प्राप्त गर्न सक्नुहुनेछ। तपाईका लागि 1 अङ्क, 2 अङ्क र 7 अङ्क तपाईका लागि एकदमै लाभदायक अङ्कहरू रहन गएका छन् भने तपाईले विशेष गरेर चाहिँ शुक्रबार र शनिबारको दिनमा काम आरम्भ गर्नुभयो भने एकदमै लाभ प्राप्त गर्न सक्नुहुनेछ। बुधबार पनि तपाईका लागि लाभदायक रहने खालको छ। तपाईले विशेष गरेर श्री सूक्त भन्ने पाइन्छ, त्यो श्री सूक्त यन्त्रलाई चाहिँ आफ्नो खल्तीमा अथवा चाहिँ आफ्नो पूजा स्थानमा राखेर दुधले स्नान गराएर है, त्यसलाई चाहिँ दुधले स्नान गराएर श्री सूक्तको पाठ गर्नुभयो अथवा ओम महालक्ष्मी नमः अथवा चाहिँ ओम महालक्ष्मी च विद्महे विष्णुपत्नी च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् यो मन्त्र चाहिँ तपाईले 108 चोटि जपेर हिँड्नुभयो भने कुनै पनि आर्थिक काममा तपाईले बाधा व्यवधानहरू बेहोर्नु पर्ने छैन। त्यसो भएको हुनाले वृष राशि भएका व्यक्तिहरूका लागि मनज्ञ लाभ प्राप्त गर्ने खालको योग छ। सामान्य उतार चढाव त यथावत नै छ 2082 सालमा।